निम्सहरू जस्तोले चाहिँ कस्तो सन्देश पुर्यायो भनेदेखि वी क्यान डु समथिङ, वी हेभ टु डु समथिङ, वी हेभ टु फेस द च्यालेन्ज फेस गर्नै पर्छ। उसले त कतिपय कुरा नो भन्ने त मेरो रगतमै छैन भनौँ त, हो त्यस्तै गरेर मूर्खै बुद्धि लगाएर पनि हिमाल एक्सप्लोर गर्ने क्या। नत्र भने सबै विद्वान मान्छे भयो भने त त्यो साहस गर्नै सक्दैनन्। विद्वत्व विद्वान यो अलग कुरा हो, तर साहस भनेको फरक चिज हो कि। त्यो भनेको चाहिँ अब 80% चाहिँ म कि हिमालको भएँ कि म समाजको भएँ भनेर जाने हो कि, जहिले बिदा मागेर जाने हो नि त। त्यसले गर्दा यस्तो जोखिमपूर्ण मूर्खता त मूर्खता देखिन्छ, किनभने यति धेरै जीवनमा चाहिँ अनुभव ख्यातिप्राप्त व्यक्तिहरू हिमालमा विलय भएका छन्। हाम्रा पनि शेर्पा यत्र दाजुभाइ दिदीबहिनीहरू हिजोको दिन इतिहास हेर्ने भने अब संसारभरिका यत्रो रिनोन मान्छेहरू चाहिँ गएर चाहिँ प्रकृतिमा विलय भएका छन्। तर त्यसरी भन्दा पनि त्यसलाई अझै पनि सेफ्टी सेक्युरिटीका कुराहरू गराउन सक्ने भने अझै पनि हामी त्यसमा ल्याकिङ पार्ट छौँ। जस्तै निर्मल पूजाहरूले प्रयोग गर्ने जुन इन्फर्मेसन टेक्नोलोजी र जुन हिमालसँग रिलेटेड जति पनि त्यो इक्विपमेन्टहरू थियो नि, उनीहरूले त बेस्ट अफ द बेस्ट वर्ल्डको प्र्याक्टिस गराए जस्तो लाग्छ मलाई। र पनि त्यो एभालेन्सले त लिएर जाँदो रहेछ नि त। त्यो त कतिखेर त्यो त्यहाँ के हुन्छ, वेदर फोरकास्ट सबैले त्यो म्याचिङ गर्दो रहेछ भनिसकेपछि वी आर स्टिल ल्याकिङ सच इक्विपमेन्ट्स के। कतिपय जस्तै हाम्रो नेपालमा शेर्पा दाजुभाइहरूले त त्यो इक्विपमेन्ट चलाउनु पनि जानु भएको छैन, सिक्नु पनि भएको छैन होला, सिक्नेहरूले त्यो धेरै प्रयोग पनि गर्न सक्नु भएको छैन होला। त्यसले गर्दा इन्टरनेसनल प्र्याक्टिसनरहरूलाई चाहिँ के गर्नु पऱ्यो भनेदेखि यिनीहरूको कथा सकारात्मक तरिकाले चाहिँ इन्टरनेसनल लेभलमा चाहिँ एज ए स्टोरीको रूपमा चाहिँ ब्रान्डिङ गर्नुपर्छ जस्तो लाग्छ मलाई। त्यो गर्दाखेरि उनीहरूको आत्माले पनि शान्ति पाउँछ र देश र अन्तर्राष्ट्रिय, अब यो त नेपाल मात्रै भन्ने कुरो भएन, एभरेस्ट नेपालको मात्रै होइन, संसारको ताज हो होइन। त्यसले गर्दाखेरि अब यस्ता एभरेस्टहरू जस्तो एक्सप्लोर गर्ने मान्छेले, एक्सपिडिसन गर्ने मान्छेहरूको त हामीले त्यो कृतिता वर्ल्ड वाइड नै लिएर जानुपर्छ। यो त एउटा दस्तावेज बनाउनुपर्छ भन्ने जस्तो लाग्छ।